यो कहाँ हो रे भनेर आउँछ नि भिडियो अबुई त्यस्तै छ त हो दोस्त है साथीहरू के भने माथि नै जाए साथीहरू हामी चाहिँ अब दाङको लागि निस्केका छौँ वाउ यो गाइजहरू हाम्रो चाहिँ अब राइड सुरु हुँदैछ होइन अनि चाहिँ अहिले अब टक्क लगाएर अब नागढुङ्गादेखि सुरु गर्दैछौँ लेट्स कस्तो हुन्छ होइन लेट्स सी होइन यो तिनीहरू पक्कै ठिस भएर होला कहाँ गयो हो भने 45 मिनटमा आइपुगेछ यार यहाँ कस्तो चाँडो चाँडो आएको यार आजकल हिरो सरकार आउनुभएको छ हो ल हामी यसो दामी ठाउँ आइसकेका छौँ होइन यम्मी अभी यो चाहिँ होइन ट्याक्क फेरि यो काठमाडौँदेखि होइन दाङ जानेको बेलाको यो जाने बेला यो मेरो खतरा स्पट हो यो बस्न क्या मजा आउँछ फेरि यो ठाउँमा टक्क लगाएर गयो हामी त यहाँ 45 मिनटमा आइपुगेछ दोस्त त्यहाँदेखि पिओभी है पिओभी दोस्त यसमा त स्पिकर छ यार म गीत सुन्दै आउँथेँ यार म त कस्तो यो साथीहरू आज चाहिँ हामी यहाँ भ्रमण गर्दै आएका छौँ ल यस्तो रमाइलो भयो बाटोमा झन्डै चेसिस बाँचिसकेको छ बाटो चाहिँ एकदम राम्रो छ है साथीहरू रिभर साइड कहाँ है यो चाहिँ हाम्रो खोला छेउ खोला छेउको रिजोर्ट यम्मी छ है यम्मी तिरमिरायो अब त आए तिरमिरायो रे रेस्ट काम पऱ्यो भने दोस्त थाक्यो भने चाहिँ भन मसाज सेन्टरमा अब बाटो लास्ट मकन छ भने उतापट्टिको चाहिँ कस्तो राम्रो आएको थियो म उताको बाटो यो बाटो नि धेरै राम्रो भन्छ यार म त अब होइन बाटो बिग्रेकै यति हो त्यही अघिको लास्ट थियो नि थियो हो त्यतिसम्म हो भयो नि त्यो पहिरो गएको ठाउँमा बिग्रियो न लास्ट आधी घन्टा पुरा थियो यहाँदेखि 120 हाने के हो थिएन आज पनि हामी धेरै हिँड्दै हिँडेको छैन दोस्त अस्ति भन्दा हेर कति चाँडो आएको छ होइन त 3 घन्टामा आइपुग्यो हौ अनि यो चाहिँ रोका पाराले त अझै धेरै टाइम लागेको छ हौ हामीलाई ल दोस्तको मुलेट है मुलेट होगी क्या हो हात्ती भेटेको छ हात्ती गएर कता छ दोस्त फर्किदिरहेको ल है हामी बुसिङमेल भन्छ होला इच्छा त्यो पोइन्ट खान्छ मसँग पोइन्ट छ होइन होला क्युआर क्युआर कता ल राम्रो रहेछ यार है के कसो दोस्त ए बस सिको अस्ति नै ल्याम यस्तो फोरी भएर आएको थियो मलाई त्यो अहिले धेरै राम्रो हो यो
यो दोष म त सलमान खान भन्दा हिरो भइसकेको छ यम्मी इमरान खान हो त्यो इमरान खान यम्मी छ है यम्मी पिपल बोटमा पर्खन्छु आइनौ भने फर्कन्छु त्यो त बेला बेलामा उठे जस्तो हो यो दामी हुन्छ नि दोस्त ईश्वरी लाटो कोही होइन त कोही होइन नि दोस्त बोल्दैछु हो गोहीहरू जाउँ 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 न दोस् एकछिन अब उहाँ पुग्नु छ सानो तिनीहरू डेस्टिनेसन होइन नि यार अझै होइन त दोस् हामी त अहिले 25% कभर होला हो दोस् कहाँ बस्ने बसौँ न यहीँ बस्नु के उता म्याच जाने हो माछा भएको कोही तल होला हौ त्यो त बार पो रहेछ नि त यहाँ केही छैन यहीँ बस्थ्यो कता हो त्यो कोही पनि है केटाहरू सरर आइसक्यो साथीहरू के भने हामी चाहिँ कुरिन्टार आइपुग्यौँ Look at the view. हामी कहाँ हुन्छ दोस्त हामी चाहिँ अहिले हामी यम्मी ठाउँमा आएको छ साथीहरू हामी चाहिँ कोही पोइन्ट हेर्नु जानला अब यहाँबाट तलतिर छ अरे माछा पोखरी माछा हो कि क्या हो ओ यो कहाँ हो रे भनेर आउँछ नि भिडियो अबुई त्यस्तै छ त हो दोस्त है है स्पोर्ट खेल्न आउँछ नि तिमीलाई माछा मार्न आउँछ यार यो त यो खानु मिल्दैन नि माछा के गर्नु पकाएर पोल्ने मात्र है यस्तो भएर अनि त्यही हो त मैले भनेको केटाहरू त्यो वाला सर्ट क्या दोस्त मेरो फोन कता हो माथि नै छ यार मेरो फोन त म सुरुवात गर्दैछु गलत देखिन्छ हौ कोहीको मुखमा कसले कोल्थ्यो भनेर अब गुड मर्निङ गाइजहरू होइन अहिले चाहिँ टक्क लगाएर हामी चाहिँ अब बिहान बिहान यो रिभर साइड रिजोर्टमा आएर कफी खाएर अनि दाम भ्यू छ यता साइडमा होइन अनि टक्क लगाएर हाम्रो चाहिँ यो क्लब स्यान्डविच आइसकेको छ जम्मी गरेर क्लब स्यान्डविच उठेको मिर्छ त्यो त बुङ्गुर होला नि होइन बेकार माया छेत्रीको छोरा बुङ्गुर खाँदैछु
तर ब्रेड चाहिँ दामी छ अब त्यस्तै हो अब हामी टक्क लगाएर खाजा खाएर निस्किँदैछौँ दोस्तै छ होइन यस्तो छ यहाँनिर हाम्रो हिरो के कसो केटाहरूले मभन्दा धेरै भोगेछन् पहिलोचोटि आउँदा मैले धेरै भोगिनँ भन्छन् मलाई थाहा छैन बाटो कस्तो हो दोस्तलाई त्यो पुरानो स्न्याप देखाउनु पर्ने कि हावा दियो भने यस्तो दोस्तो थियो बाटोमा मुला सेतो छ कालो जसमा सेतो भएर हिँडेर हुन्थ्यो मान्छेहरू यम्मी यहाँ केटाहरू रेडी भइसक्यो रेडी फायर गोली हान्नु पऱ्यो गोली त्यसले टाउको दुखे छैन भने दोस्त तिम्रो टाउको सानो रहेछ यार भइसक्यो यार के होला म तेल त फुल देखाउँछ दोस्त फुल देखाउँछ तेल त अझै 360 100 कति थियो यार 16 है कति थियो यार मिठो माइलेज दियो क्या हो के छ नयाँ बाइक रहेछ सरको भाइ 15-20 मिनट लाग्छ भने ओह्रालो झर्न त्यसपछिको भयङ्कर लामो छ यार सिधा भयो नि सिधै छ तर लामो छ अति लामो छ कि
मन्दिर अब अलिकति माथि छ बाइक धुने मान्छेलाई सराप चलाएर हामीलाई एकछिन त यस्तो छ हालत न लमै भन्दा कति 400 मिटर माथि छ क्या थोरै घोराइ चाहिँ लब कसो भने चाबेलतिर बस्या जस्तो छ क्या अलिअलि भक्तपुरतिर त चिसो त्यतिको उजै छ बाइक पुरै हरर गरिरहेको छ है सपाट पुर्दा हल्लिन थाल्छ यहाँदेखि चाहिँ हो क्या दोस्त भव्य उकालो छ नि ट्याक्क यहाँदेखि सुरु हो क्या अब यही हो नुहाउने ओ दोस्त नुहाउने ठाउँ चाहिँ ऊ यहीँ तलतिर थियो नुहाउने ठाउँ के दामी छ नि त ठाउँ के ठाउँ यसमा है भएको 256 जिबीले वहाँदेखि यहाँसम्म फुल रेकर्ड हानेर आउँदाखेरि पनि फुल भएन यार लगभग हान्ने धेरै जस्तो त रेकर्डै हाने नि त्यो इमेज प्रोसेसिङ चाहिँ राम्रो रहेछ क्या यसको जस फोकेमा यतिको रेकर्ड भएर चार्ज पनि एकैछिनमा मामाहरूको बिहे भयो भने चाहिँ गाडीमा आउँला क्या आउँदै बाइक लिएर त सकिन्न
कि 3 जना बाइक मान्छे होइन 16 भयो भने छुट्टै कुरा तर यो 2 जना बसेर आउनु चाहिँ अब झ्याउनै लाग्न थाल्छ कि बाइक अझै बवाल गतिलो किन्नु पर्यो यो चाहिँ नलर्कियोस् भनेर बनाए यार वर्ष अगाडि बनाउँदाखेरिको म चाहिँ आइडिया त्यतिखेर पनि कस्तो दिमाग लगाएर बनायो होला 35 वर्ष अगाडि बनाउँदाखेरि पनि क्या दिमाग लगाएर बनाएको थियो कि अब अहिलेको अगाडि चाहिँ हाम्रो साथी प्रासले यसो बाइक राइड हान्दैछ अनि यहाँनिर यस्तो दामी दामी भ्यू छ होइन सरप्राइजिङ यस्तो राम्रो भइरहेछ अनि त्यसपछि यम्मी भइरहेछ बचना है हसीनो बाटो चाहिँ है बवाल हाम्रो यो ठ्याक्क लमैदेखि यो घरै जाने बाटो चाहिँ एकदमै भव्य छ भव्य होइन अनि अब त्यो हल्का राइड आउँछु अनि अलिकति चलाउँछु भन्नेहरूलाई एकदमै रमाइलो बाटो छ मंदिर आया क्या भर्खर बल्ल उठाएर ल्याएर छ खोलाबाट पानी पुरै चुहिरहेछ रोक रोक घुम्टीमा बिग्रियो होला त्यहाँ
दामी है वेलकम टु दाङ है वेलकम टु दाङ हामी दाङ चाहिँ छिरिसक्यो दाङ रे घोडै छिर्दैछौँ होइन अनि त्यसपछि बाटो चाहिँ एकदमै दामी दामी छ क्रेजी बाटो होइन यस्तै अब यो नेपालमा यस्तै बाटो हुनु पऱ्यो क्या मजाको क्या अब Huh? खोला जति माछा टन्नै हुन्छ होला यता नि माछा त हुन्छ खोलै सुकेर यत्रै रहेछ दोस गोगली आइपुग्यौँ है हामी गोगली आइपुगेको छौँ गोगली आइसक्यो टक्क लगाएर चाहिँ हामी अब एकछिनमा घर जान्छौँ यो बुढा बाजे फेरि बिन्दास बाटो काट्नु ओइला हेरेर चलान है बाबु हेरेर चला
छ यहाँ चाहिँ अया यहाँ चाहिँ रिल्याक्स बोयले त गाडी एकदम रिल्याक्समा चलाइरहेछ त यार दोस्त रिल्याक्स बोयले त गाडी एकदम रिल्याक्समा चलाइरहेछ त अटो सटो देखिन थाल्यो है तिम्रो क्रेजी कटिङ आन्थ्यो त दोस्त क्रेजी कटिङ आन्थ्यो त यार मायाको बोलीले
के भयो एकछिन पिट्दिउँ कि उता होला न त्यही त हो नि